5.6ले बढेको छ। तर त्यो बढेको पनि फेरि हाम्रो देश त हजुरलाई थाहै छ, माथि चाहिँ 8,000 होइन, त्यतिदेखि लिएर तल 800 मिटरसम्म भएको देशमा एउटै परिवर्तन चाहिँ पक्कै छैन। त्यसैले तराईमा चाहिँ कम भएको छ, त्यो इन कम्पेयर टु अदर बढेकै छ। जहाँ चाहिँ तराईमा 0.04 डिग्री सेन्टिग्रेडले बढिरहेछ भने ठ्याक्क हिमालतिर हामी माउन्टेनमा गयो भने चाहिँ त्यसको डबल 0.08%ले बढेको छ। त्यो भन्नुको मतलब के हो भने हजुरले भने जस्तै यसको प्रभाव के हुन्छ त अब भन्दा माथि 0.08 तराईमा थोरै बढ्ने भनेको पहिल्यै गर्मीको ठाउँ होइन, थोरै बढ्नेले बढीको हिसाबले जति प्रभाव पार्दैन जस्तो हुन्छ। तर हिमालमा गएपछि चाहिँ यसले गर्दा चाहिँ तपाईँको मेल्टिङ आइस होइन, जुन चाहिँ आइस छ हाम्रो हिम, त्यो चाहिँ बढ्दो रूपमा चाहिँ पग्लिन थालेछ। र यो हेर्ने हो भने विगतको तपाईँले भने जस्तै 30 वर्ष 70 वर्षमा के छ भने आँकडा अबाउट 70% जति हाम्रो हिउँ चाहिँ गइसक्यो। भनेपछि पहिलाकोमा 70% गयो भनेको अब 30% मात्र बाँकी छ। भनेको त म्याम यो कि तपाईँले हिउँ गयो भन्ने हुनुहुन्छ होइन? हजुर, पग्लेर हिउँ पग्लेर त गयो, हिउँ पर्छ कि पर्दैन? जलवायु परिवर्तनले जुन प्रभाव पार्छ त्यो प्रभाव पारिरहेको यो समयमा चाहिँ जस्तो पग्लिरहेको त छ, हिउँ परिरहेको पनि होला। हिउँ परिरहेको क्रम त्यही छ कि पहिला भएको हिउँ पग्लेको? यस्तो छ, हिउँ परेको पनि छ, तर चाहिँ के छ भने तपाईँको परेको भन्दा पनि अब पग्लिने चाहिँ रेट बढी भयो। किनभने यहाँ हाम्रो चाहिँ तापक्रम बढ्नलाई कारक तत्त्वहरू बढ्न थाल्यो। मेन कारण भनेको चाहिँ पोल्युसन, हामी चाहिँ ब्ल्याक कार्बन भन्छौँ होइन, जुन चाहिँ धुवा हुन्छ विभिन्न, त्यो बढ्न थालेपछि तपाईँले बनेको हिउँमा पनि त्यो परेपछि त्यसले चाहिँ सनलाइट डाइरेक्ट एब्जर्भ गर्ने भयो। अनि एब्जर्भ भएपछि त्यो छिटो पक्लिने भयो। अनि त्यो भनेको यो हिम भनेको चाहिँ हाम्रो पानीको स्रोत होइन, खाने पानीको स्रोत। अनि त्यो चाहिँ अब घट्दै गयो। त्यहीँबाट आएको हाम्रो सबै नदीहरू जहाँ चाहिँ हामीलाई स्वच्छ पानी माथि हिमालबाट तल बस्ने 2 मिलियन पपुलेसनहरूको आज चाहिँ पानीको स्रोत सफा हुनु। अनि त्यसले ल्याएपछि पानी कम भएपछि अर्को ल्याउने भनेको यसले डिजास्टरहरू, जस्तो लास्ट इयर पनि हाम्रोमा फ्लडिङ आयो होइन, ल्यान्डस्लाइड्सहरू, यो सबै चाहिँ डिजास्टरहरू यही कारणले चाहिँ आउन सक्छ तलतिर गएर। हुन्छ म्याम, म केही बेरमा हजुरसँग आउँछु। म उगन सरपट्टि गएँ। उगन सर, जलवायु परिवर्तन ठ्याक्कै आम सर्वसाधारणले नबुझ्ने टर्म पनि हो एक हिसाबले हेर्दाखेरि। यसले कसरी असर गर्छ, प्रभाव पार्छ मानव जीवनमा, यसले कसरी दृश्य अदृश्य रूपमा प्रभाव पारिरहेको हुन्छ भन्ने आम सर्वसाधारणलाई थाहा हुन्न होइन। जलवायु परिवर्तन के हो र विश्वव्यापी र नेपालमा यसको प्रभावको पछिल्लो तथ्याङ्क आँकडाहरू के छन्? हजुरले कसरी स्टडी गरिरहनु भएको छ? बेसिकली यो जलवायु परिवर्तनको कुरा गर्दाखेरि हामीले केही ग्यासेसहरू भनिन्छ जुन चाहिँ खास हाम्रो वायुमण्डलमा हुन्छ, हरितगृह ग्यासेस भनेर भन्छ। त्यो एक सन्तुलनको लेभलमा बसिरहेको हुन्छ। तर समस्या चाहिँ कस्तो छ भनेर भन्दाखेरि समस्या चाहिँ कस्तो छ भन्दाखेरि यो हरितगृह ग्यासेसको सन्तुलनमा चाहिँ परिवर्तन आइरहेको छ। यो परिवर्तन कसरी आइरहेको छ भन्दाखेरि औद्योगिकरण कारणले गर्दा। अब हाम्रो औद्योगिकरण केमा डिपेन्डेन्ट छ भन्दाखेरि चाहिँ यो तेल कोइलाहरूमा निर्यात यो के भन्छ डिपेन्डेन्ट भएको कारणले गर्दाखेरि चाहिँ पल्युसन जुन छ सोचेको भन्दा बढी हुन थाल्यो। जे कुरा पनि सोचेको भन्दा बढी हुन थाल्यो भने चाहिँ त्यसले समस्या ल्याउँछ। अब यो हरितगृह ग्यासेस चाहिँ वायुमण्डलमा बसिसकेको, माइक अलि नजिक लगिदिनुहुन्छ, वायुमण्डलमा बसिसकेको कारणले गर्दाखेरि चाहिँ जति तापक्रम पृथ्वीमा आउँछ त्यो तापक्रम चाहिँ फर्केर जाँदैन। अनि यो हरितगृह ग्यास चाहिँ यही नै ट्र्याप गरेर राख्छ। त्यसले गर्दाखेरि विश्वमा चाहिँ तापक्रम बिस्तारै बिस्तारै बढ्दै जान्छ। त्यसले गर्दाखेरि जुन अघि रेजिना म्यामले भन्नुभयो, अब यसको डाइरेक्ट असर चाहिँ कहाँ देखिन्छ? फर्स्ट असर चाहिँ हिउँहरूमा देखिन्छ, किनभने हिउँ चाहिँ अलिकति बढी तापक्रम हुँदाखेरि पग्लेर जान्छ। अब जलवायु परिवर्तन भनेको कस्तो छ भन्दाखेरि संसारमा चाहिँ एक क्लाइमेट सिस्टम त छ होइन। यो क्लाइमेट सिस्टमले चाहिँ संसार नै चलाइरहेको छ। तपाईँको जीवन होइन,
जैविक विविधताको आउने जाने क्रमहरू पनि जलवायुले चाहिँ निर्धारण गरिरहेको हुन्छ। तर समस्या कस्तो हुन्छ भन्दाखेरि जब यो जलवायु परिवर्तनको चाहिँ समस्या आउँछ, यसले जुन तपाईँले पानी पर्ने कुराहरू, तापक्रम बढ्ने कुराहरू, हिउँ पहिरो आउने कुराहरू सबै परिवर्तन हुँदै जान्छ। तपाईँले जुन समयमा चाहिँ पानी पर्छ भनेको सोचेको हुन्छ त्यो समयमा चाहिँ पानी पर्दैन। जुन समयमा तपाईँ हिउँ पर्छ भनेको हुन्छ त्यो समयमा हिउँ पर्दैन होइन। त्यसले गर्दाखेरि तपाईँको स्वास्थ्यमा पनि असर, तपाईँको भौतिक पूर्वाधारमा पनि असर, तपाईँको बेसिकली जैविक जीवन स्तरमा नै तपाईँको परिवर्तन हुँदै आउँछ यसले चाहिँ। त्यसले गर्दाखेरि चाहिँ जलवायु परिवर्तन भनेको नयाँ चिज चाहिँ होइन। यसले तपाईँले देखिआएको भोगिरहेको जुन जलवायुजन्य सिस्टम छ नि त्यसमा चाहिँ परिवर्तन आएको हुन्छ। अनि त्यसले चाहिँ कसरी टाइमिङ, जलवायु परिवर्तनको हिसाबले टाइमिङको कुरा, फ्रिक्वेन्सीको कुरा र इन्टेन्सिटीको कुरा हामी भन्छौँ होइन। सोचेको समयमा चाहिँ पानी नपर्ने, सोचेको समयमा जब पानी पर्ने त्योभन्दा बढी पानी पर्ने, र कहिलेकाहीँ यति धेरै पानी पर्छ कि यो पानी पर्दै जाने अथवा सुखाइमा पनि धेरै आउन सक्छ भन्ने कुरा, त्यस्तो असरहरू चाहिँ आउँदै गरेको हामीले पाउँछौँ। अनि ओभरअल चाहिँ कस्तो छ भन्दाखेरि जलवायु परिवर्तनको असरले चाहिँ तापक्रम एकदम बढ्छ पनि, कहिले एकदम स्वाट घट्छ पनि। तर औसत रूपमा चाहिँ हामीले के देख्छौँ भन्दाखेरि तापक्रम चाहिँ बिस्तारै वृद्धि भएर चाहिँ गइरहेको हुन्छ। किनभने वायुमण्डलमा चाहिँ हरितगृह ग्यासेसको जुन हामी कुरा गर्छौँ नि त्यो चाहिँ वायुमण्डलमा बसिरहेको छ। तर त्यसको एउटा आयु हुन्छ, कुनै ग्यासको 12 वर्ष हुन्छ, कसैको 50 वर्ष हुन्छ। त्यसले गर्दाखेरि यो वायुमण्डलमा बसिरहेको कारणले गर्दाखेरि तापक्रम जुन सूर्यबाट आउँछ त्यो फर्केर जान सक्दैन र पृथ्वीमा नै केन्द्रित भएको कारणले गर्दाखेरि हाम्रो समुद्री किनभने हाम्रो समुद्रबाट नै त्यसको हावापानीले गर्दाखेरि मनसुन आउँदै गर्छ होइन। हाम्रो मनसुनको प्याटर्नहरू चेन्ज हुन्छ। तपाईँले यो भनेर त मैले ठ्याक्कै जोडेँ। पछिल्लो 3 वर्षको हाम्रो देशको मौसमलाई लिएर हामीले हेऱ्यौँ भने अघि म्यामले पनि पोहोर आएको कुसमयमा आएको बाढीको कुरा गर्नुभयो। तापक्रम एकदमै बढिरहेको रहेछ। पछिल्लो 3 वर्षको तथ्याङ्कले त्यो देखाएको रहेछ। अहिले पहाडी भूभागमा अथवा हिमाली क्षेत्रमा हामी गयौँ भने 4-5 वर्ष अघिको यो समयमा हुने तापक्रम र अहिलेको तापक्रममा धेरै नै फरक भइसकेको रहेछ। यो मात्रात्मक हिसाबले यसरी किन बढिरहेछ? नेपाल जस्तो हाम्रो भौगोलिक हिसाबले हेऱ्यौँ भने, वन जङ्गलको हिसाबले हेऱ्यौँ भने, यी सबै हिसाबले हेऱ्यौँ भने त हामी त करिब प्राकृतिक हिसाबले त अहिलेसम्म त धनी नै छौँ होइन। किन बढिरहेछ यो? यसको मुख्य कारण चाहिँ कस्तो छ भन्दाखेरि अब जस्तो हामीले देशको हिसाबले विभाजन गर्दा हाम्रो एडमिनिस्ट्रेटिभ बाउन्ड्री त छ नि, तर वायुमण्डलमा कुनै पनि एडमिनिस्ट्रेटिभ बाउन्ड्री छैन होइन। तपाईँले चीनमा वायुमण्डलमा तपाईँले हरितगृह ग्यासेस फाल्यो भने 1 हप्ताभित्र वायुमण्डलको यो सिस्टममा चाहिँ फैलिसकेको हुन्छ। भन्दाखेरि चीनले गरेको, अमेरिकाले गरेको अथवा नेपालले शुद्ध उत्सर्जन गरेको हरित ग्यास सबै वायुमण्डल सतहमा आफै फैलिसक्यो। त्यसले गर्दाखेरि चाहिँ मतलब चीनले यदि अथवा नेपालले पनि वायुमण्डलमा फालेको एक ठाउँ बस्दैन थियो। त्यसले गर्दा जब यो वायुमण्डल पुरा फैलिन्छ सबै वायुमण्डलको तापक्रमको हिसाबले आउँछ। त्यसले गर्दा यो जलवायु परिवर्तन भनेको एउटा कन्ट्रीले मैले उत्सर्जन गरेर मलाई मात्र असर पर्छ भन्ने कुरा चाहिँ हुँदैन, संसारभरि त्यसको असर पर्दै जान्छ। किनभने वायुमण्डलमा कुनै एडमिनिस्ट्रेटिभ बाउन्ड्रीमा त वायुमण्डलमा एमिसन त बस्दैन नि, त्यो सबैतिर फैलिएर जान्छ। त्यसले गर्दाखेरि यसको असर चाहिँ संसारभरि नै देख्छ। अब कस्तो छ भन्दाखेरि विकसित राष्ट्रहरू चाहिँ यो असरलाई चाहिँ टिक्न सक्छ, किनभने उनीसँग आर्थिक स्रोत छ, धेरै वैज्ञानिक स्रोतहरू छ। तर नेपाल जस्तो राष्ट्रहरूसँग हाम्रो आर्थिक स्रोत पनि छैन होइन, हामीसँग कम छ। त्यसले गर्दा जलवायु परिवर्तनसँग हामी जुझ्नै सक्दैन। त्यसले गर्दा हामी अझ भनरेबल हुन्छ भन्ने कुरा त्यसले चाहिँ देखाउँछ। हस्, धन्यवाद। म अर्का अतिथि डाक्टर रोशन शेरचनज्यूपट्टि आएँ। रोशन शेरचन मुस्ताङमा जन्मिनु भएको हो, हिमाली जिल्ला मुस्ताङ। म चाहिँ कवि साहित्यकार पर्टिकुलरली भएको र भुपी शेरचनको गाउँमा जन्मिनु भएको व्यक्ति हो। उहाँले त्यहाँबाट हेटौँडामा आएर वन विज्ञान अध्ययन संस्थानमा पढ्नुभयो। उहाँ पढाइको हिसाबले रेन्जर, रुखको अध्ययन गर्ने होइन, रुख बिरुवा पहिचान गर्ने, रुखका पातहरूको प्राकृतिक र होइन अन्य कुराहरूको अध्ययन अनुसन्धान गर्ने व्यक्तिले त्यहीसँग पर्यावरणसँग रहेर साहित्य लेख्नुभयो। उहाँका कविता हुन्, उहाँका निबन्ध हुन्, बढी पर्यावरणसँग सम्बन्धित छन्। म साहित्यपट्टि अहिले पर्या साहित्य भनेर अस्ति विश्व वातावरण दिवस पनि मनाइयो, हिजो विविध कार्यक्रमहरू पनि थिए। बेलुका मैले
रोशन शेरसनजी र सञ्जीव बुद्धीजीको एउटा अनलाइन डिस्कसनको पनि देखिरहेको थिएँ। म सहभागी त हुन पाइनँ, हेर्न त पाइनँ। उहाँले यही विषयमा बहस गरिरहनु भएको थियो। कविताहरू पनि लेखिएका छन्, निबन्धहरू लेखिएका छन्, उपन्यासहरू लेखिएका छन्। साहित्य मार्फत पर्यावरण जोगाउनुपर्छ, बचाउनुपर्छ होइन भन्ने सोच चाहिँ कसरी विकास भइरहेछ र यसले हाम्रो पर्यावरणको जगेर्नामा कस्तो भूमिका खेलेको छ, कस्ता साहित्यहरू प्रकाशन भएका छन्, यो विषय तपाईँलाई राखेँ। धन्यवाद। यो पर्या साहित्य मार्फत कसरी यो जोगाउँ कि सुरुको चाहिँ कसरी सोच कसरी आयो भन्ने कसरी आयो। अब हामीले वरिपरि हेऱ्यौँ भने पनि देख्छौँ नि त, हामीले आफ्नो ठाउँको वरिपरि हेऱ्यौँ भने जस्तो काठमाडौँमा बसेर हेऱ्यौँ भने बागमती विष्णुमतीको स्थिति होइन, हिजो 20 वर्ष अगाडि पौडी खेलेको भन्नेहरू। म त अलिक पछि आएँ काठमाडौँमा, तर साथीहरूले चाहिँ हामी 20-25 वर्ष अगाडि पौडी खेल्थ्यो, माछा देखिन्थ्यो भन्ने। मैले त अब त्यो लेदो बगेको मात्रै देखेँ, जुन बिस्तारै झन् पत्थर हुँदै गइरहेको छ होइन। अथवा वन अतिक्रमणको पनि हामी धेरै घटनाहरू देख्छौँ तराईतिर होइन, देख्छौँ। डढेको अर्को छ। यसै वरिपरि हेऱ्यौँ भने पनि वन, नदी नाला, चरण क्षेत्रमा धेरै विनाशहरू, दुर्दशाहरू देख्छौँ कि। अनि अब त त्यो अब अहिले त सूचना प्रविधि हाम्रो पहुँचमा छ, सामाजिक सञ्जाल पहुँचमा छ, एक खालको जागरण पनि छ। त्यस कारणले किन अन्य विषयमा मात्रै लेख्ने अब यही सामूहिक सरोकारको विषय जसमा हामी एकदमै आश्रित छौँ, हाम्रो जीवन र जीविकोपार्जन, लाइफ एन्ड लाइभलीहुड होइन, किन नलेख्ने भन्ने हिसाबले छलफल गर्दै जाँदा, बुझ्दै जाँदा, सुन्दै जाँदाखेरि अब लेखौँ भन्ने हुन्छ। मेरो सन्दर्भमा त म मुस्ताङको मान्छे, अब धौलागिरीको खेदीमा मेरो गाउँ छ कोबाङ होइन। मेरो भाइहरू त अहिले पनि चौरी पाल्छन्, चौरी गाई पाल्छन् होइन। अब 2021मा त्यहाँ कोबाङमा एभालेन्स आयो कि, एभालेन्स आयो, हिम पहिरो आयो। त्यो धौलागिरीको छेउमा एउटा कुपचिप्पी अथवा मानापाती भन्ने हिमालबाट हिम पहिरो आयो। भाग्यवश चाहिँ मान्छेको चाहिँ त्यस्तो केही भएन, जनको क्षति भएन, तर चौरी गाईहरू छोपियो, मर्यो। अनि त्यो फेदीमा थुप्रै वनहरू त्यसले लगिदियो कि। त्यस कारणले अब त्यो देखेछौँ नि त हामी बिस्तारै बिस्तारै। अब भाइहरूले त भनिरहेको छ पहिलाभन्दा एकदमै जोखिम बढ्दै गएको छ भन्ने छ। अब तराईमै हेऱ्यौँ भने पनि मैले नभगे पनि डुबानको त हामीले प्रत्येक वर्ष देख्छौँ। भनेपछि किन यस्तो विषयमा नलेख्ने? अब म त वन विज्ञानकै विद्यार्थी भएको हुनाले अब किन प्रकृतिको मात्रै गुणगान गाउने होइन। विशेष गरेर अघि तपाईँले भन्नुभयो नि, रुख, हामीले त रुखलाई चाहिँ वास्तवमा रुख मात्रै हेर्दैनौँ कि, त्यसलाई प्रणालीको रूपमा हेर्छौँ नि त, एउटा इकोसिस्टमको रूपमा हेर्छौँ। प्रणाली भनेपछि त्यो चाहिँ कस्तो हुन्छ भने जन्मिन्छ, हुर्किन्छ र हामीले राम्रोसँग व्यवस्थापन गर्न सकेन भने मर्छ पनि। त्यो प्रणाली भनेपछि लिभिङ सिस्टमको रूपमा हेर्छौँ। त्यस कारणले पनि मलाई अलिकति अरू विषयमा मात्रै किन कलम चलाउने, अब पर्यावरणको संरक्षणको विषयमा किन नचलाउने भन्ने खालको एक खालको त्यो आयो सायद। र पर्या साहित्यमा अहिलेको ठुलो सिप चाहिँ म भन्छु, अब यहाँ हाम्रो कृष्ण बाउसी कवि पनि हुनुहुन्छ, अन्य कविहरू पनि सायद हुनुहुन्छ, मैले ठ्याक्कै अहिले भन्न सकिनँ। पहिला चाहिँ नि गुणगानमा सीमित थियो, जुन जरुरी छ त्यो गर्नु पनि पर्छ, किन प्रकृतिको गुणगान त गाउनै पर्छ होइन। अनि अलिकति पछाडि हामीले हेऱ्यौँ भने चाहिँ प्रकृतिबाट चाहिँ एउटा नैतिक शिक्षा लिने पनि पर्छ भन्छौँ हामीले। अब शिरोमणि लेखनाथ पौड्याललाई हेऱ्यो भने, तर पछिल्लो समयमा गएको चाहिँ 2 दशक अथवा 3 दशकमा हेऱ्यो भने पर्यावरण सङ्कट, वन विनाश अथवा इकोसिस्टमको विनाशको कारक तत्त्वहरूलाई चाहिँ विषय बनाएर लेख्ने ट्रेन्ड चाहिँ बढाएको छ क्या। त्यस कारणले त्यसको अभिष्ट चाहिँ संरक्षण गर्नुपर्छ है। र त्यसको चाहिँ प्रमुख कारक भनेको त फेरि हामी मान्छे नै हो भन्ने खालको मेसेज त्यसले दिन्छ। त्यस कारणले पर्या साहित्य चाहिँ नि अब इतिहास हेर्नेमा त धेरै पर जान्छौँ, तर त्यो भित्रको ट्रेन्ड हेर्ने हो भने अलिकति सिफ्ट चाहिँ नि सायद। अब म प्राज्ञिक त मान्छे होइन, तर संरक्षण कविता यात्रा आन्दोलनलाई नै मान्ने हो भने पनि 30 वर्ष पुगिसक्यो। 2060 सालमा चाहिँ अविनाश श्रेष्ठको करोडौँ सूर्यहरूको अन्धकारलाई एउटा पर्या
कविताको सङ्ग्रह मान्ने भयो भने त 20 वर्ष त पुगिसक्यो होइन। त्यस कारणले ट्रेन्ड चाहिँ अलिकति चेन्ज छ, तर अब लङ वे टु गो, एकदमै धेरै जानुपर्ने छ। किनभने प्रब्लमको म्याग्निट्युड यति विशाल छ कि हामीले गरेको कुराहरू चाहिँ एकदमै सानो छ होइन। त्यही पनि अब आशावादिता छोड्नु भन्ने लाग्छ। हस्, धन्यवाद। म म्यामपट्टि आएँ।